एजुकेसन एन्ड माइग्रेसन कर्नरको ब्रान्ड एम्बेसडरमा पुनः अभिनेत्री उपासना सिंह ठकुरी नियुक्ति भएकी छिन्। युवा पुस्ताकी चर्चित यी अभिनेत्रीलाई एजुकेसन माइग्रेसन कर्नरले यसअघि पनि 1 वर्षका लागि आफ्नो संस्थाको ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको थियो। काठमाडौँमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका बीच संस्थाका कम्प्लायन्स म्यानेजर नवराज प्रसाईले पुनः अभिनेत्री उपासना सिंह ठकुरीलाई ब्रान्ड एम्बेसडरको रूपमा लिएको जानकारी गराउनुभयो। आज हाम्रो एजुकेसन एन्ड माइग्रेसन कर्नर प्राइभेट लिमिटेड र हाम्रो नेपालको चर्चित नायिका उपासना सिंह ठकुरी बीच ब्रान्ड एम्बेसडरको रूपमा कन्ट्र्याक्ट पेपर हामीले साइन गर्ने र एकअर्कामा आदान प्रदान गर्ने कार्यक्रम रहेको हजुरलाई म जानकारी गराउन चाहन्छु। हाम्रो एजुकेसन एन्ड माइग्रेसन कर्नर तर्फबाट हाम्रो सिइओ हुनुहुन्छ रामप्रसाद उप्रेती, उहाँ चाहिँ आज उहाँको आफ्नो पर्सनल व्यस्तताले गर्दाखेरि उहाँ हामी बिच आउन पाउनु भएन र उहाँकै हातबाट हामीले साइन गर्ने भनेको थियौँ। त्यसको लागि म चाहिँ अब उहाँको निमित्तको रूपमा म ईश्वरराज मैनाली सरलाई फेरि पनि निमन्त्रणा गर्न चाहन्छु र ईश्वरराज सर र उसलाई माइतीमा बसेर कन्ट्र्याक्ट पेपर साइन गरेर एकअर्कामा आदान प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। पत्रकार सम्मेलनमा संस्थाका व्यवस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेसन एन्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्धताले अझ उचाइ प्रदान गरेको जानकारी गराउनु भएको थियो। हामीप्रतिको विश्वास उहाँप्रतिको विश्वासको कारणले गर्दाखेरि नै उहाँलाई हामीले यसपालि पनि इएमसीको चाहिँ ब्रान्ड एम्बेसडरको रूपमा चाहिँ हामीले उहाँलाई चाहिँ नामाङ्कन गर्न गइरहेका छौँ। र यति भन्दै अब अन्तमा म के भन्छु भनेदेखि यहाँ उपस्थित हुनुभएका सञ्चारकर्मी साथीहरू र अनि पत्रकार बन्धुहरू, सहकर्मी साथीहरू सबैलाई चाहिँ यस कार्यक्रममा चाहिँ उपस्थित भई आफ्नो चाहिँ जुन चाहिँ समय दिनुभएको छ त्यसलाई म हृदयदेखि नै धन्यवाद गर्दै म स्वागत गर्न चाहन्छु। अभिनेत्री उपासना सिंहले आफूलाई विश्वास गरेर संस्थाले पुनः ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो। मलाई विश्वास गरेर फेरि पनि इएमसीलाई रिप्रेजेन्ट गराउन दिनुभएकोमा चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र मैले पनि फेरि इएमसी चुज गरेको धेरै रिजन्सहरू छ होइन। अब 1 वर्ष काम गरिसकेपछि चाहिँ मैले इएमसीले जस्तो सिस्टमेटिक तरिकाले काम गर्छ अनि त्यसपछि एकदमै रिलायबल कन्सल्टेन्सीको रूपमा पनि मैले पाएँ। र सबैभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ सबै हाम्रो इएमसीको मेम्बर्सहरूले मलाई जस्तो एउटा पोजिटिभ भाइब दिनुभयो अनि रेस्पेक्ट दिनुभयो, उहाँहरूको लाइक बिहेभियरले गर्दा पनि मलाई फेरि पनि इएमसीसँग चाहिँ आबद्धित हुन मन लागेको हो। र हाम्रो +2 सकेको र ब्याचलर सकेको सबै स्टुडेन्ट्सहरूलाई चाहिँ म एकचोटि इएमसी चाहिँ आइदिनु होइन, यदि तपाईँहरूलाई बाहिर पढ्न मन छ भने चाहिँ एकचोटि इएमसी आइदिनु र तपाईँहरू कहिले पनि डिसपोइन्ट हुनु हुँदैन भनेर चाहिँ भन्न चाहन्छु। थ्याङ्क यू। एजुकेसन एन्ड माइग्रेसन कर्नरको अस्ट्रेलियाको सिडनीमा र नेपालका विभिन्न सहरहरूमा शाखा कार्यालय स्थापना गरी अस्ट्रेलिया केन्द्रित भई परामर्श प्रदान गर्दै आइरहेको छ। Awasar, telecasting global opportunities.